साम्पाङ राम्रो मान्छे हो, इमान्दार मान्छे हो, उसले काम गर्छ भन्ने लाग्छ भने यसमा भोट हाल्नु, लाग्दैन भने नहाल्नु। ल जबरजस्ती गर्दिनँ। तपाईँको भोट तपाईँको खुसी हो है। तपाईँको भोट दिनुहोस् भनेर म मासु भात खुवाउनलाई पनि आउँदिनँ, पेट्रोल पनि हाल्दिन सक्दिनँ, किनभने मैले चोरेको धन छैन, मैले भ्रष्टाचार गरिनँ होइन। त्यसो भएको कारणले भ्रष्टाचार गरेको पैसा मसँग छैन। त्यसो भएको कारणले तपाईँहरूलाई ठिक लाग्छ हर्क साम्पाङ जस्तो मान्छे यो देशमा चाहिन्छ, यो देशको प्रधानमन्त्री होस् भन्ने चाहन्छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नु, लाग्दैन भने नहाल्नु है। मैले कस्तो काम गरेँ गरिनँ त्यो तपाईँहरूले मूल्याङ्कन गर्नु होइन। तर म यति भन्छु, इमान्दार भएर मैले तपाईँहरूको सेवा गरेँ, जति सकेको गरेँ, नसकेको पनि कोसिस गरेँ, सकिनँ भनेर छोडेर भागिनँ, कोसिस गरेँ। त्यसो भएको कारणले त्यो खालको मान्छेले यदि यो भत्केको देश बनाओस् भन्ने यदि तपाईँहरूलाई लाग्छ भने चुनाव चिन्ह माटो, यो दुईटा हातमा राखेको माटो चुनाव चिन्हमा हामीलाई भोट हाल्नु होला। तपाईँहरूको मतदाता परिचय पत्र छ भने भोट हाल्नु होला, छैन भने पनि ध्यान दिउँ है। भोटर आइडी छ भने हाल्नु होला, छैन भने पनि तपाईँले आफन्त इष्टमित्रलाई भन्नु होला चुनाव चिन्ह माटोमा भोट हाल्नु भनेर है।